ल हाम्रो सिस्टरहरूले कतारमा हेर्नु भएको छ हैन एन्जेला फिल्म उहाँको जीवनी भनेको छ अब एन्जेला जस्तो बन्नको लागि के गर्नुपर्छ फिल्ममा केही न केही सन्देश होला नि यहाँ हेर्नु आँखा कस्तो भएको छ राम्रो छ फिल्म त हजुर एकदम राम्रो छ कस्तो एकदम संघर्ष गरेको दुःख गरेको यो सबै यथार्थ एउटा गाउँघरमा जुन बुवा आमाले बुझ्नु भएको छैन नि कि छोरी मान्छेले चाहे के गर्छन् भन्ने कुरा त यसले दिए होला नि त के न केही सन्देश दिएको छ छोरी मान्छेले केही गर्न सक्दैन भनेको यसले देखाएको छ एकदम राम्रो लागेको छ एकदम खुसी लागेको छ मलाई हजुर मन त भित्र रोहा तर बाहिर तपाईले रोकले रोएर आकै सुनेको छ भनेपछि एउटा गाउँघर झन्डै भएको दिवसै भएको कति राम्रो छ फिल्म एकदमै सबैजना सबैलाई हेर्न भन्न चाहनुहुन्छ त एन्जेलाको जस अब उयो हुन्छ नि त्यो बाउलाई पैसा दिदा हैन ढोका त मेरो त बने कस्तो भयो त्यही त भन्नाले एउटा नेपाली मान्छेको मनमा छुनी खालको एउटा हाम्रै गाउँघरको कथा हैन एकदम ठिकै लाग्यो तपाईहरुलाई ल धन्यवाद तपाईहरुले सपोर्ट गर्नुभयो कतारबाट हेर्दिनु भएको छ हामी त यस्तो ड्युटी हुँदा पनि यो फिल्म हेर्नै पर्छ दुई चोटी आइसक्यो हामीले टिकट नपाएको छैन त मलाई थाहा छ आज मात्र एउटा 2:15 को थियो टिकट पायौं हेर्न पाए एकदमै खुसी छु सबैजना आउनु होला हेर्नु होला भन्न चाहन्छु ल धन्यवाद म्याडमहरुलाई त ल भन्नु न एन्जेला चौथो दिन हेर्नु भएको छ कतारमा हैन आखिरमा यथार्थ के रहेछ त संघर्ष गर्नै पर्छ एउटा उचाइसम्म जानको लागि अब आमाले संघर्ष गरे आमाको एउटा मन हैन एउटा फ्यामिली परिवारमा कसरी हुर्काउने भन्ने कुरा देखाएको छ एकदमै तपाई पनि भावुक हुँदै निस्किनु भएको छ नेपालमा पनि सबैले सपोर्ट गर्नु भएको छ मन पर्यो तपाईलाई एन्जेला एकदम धन्यवाद तपाईलाई तपाईहरुले कतारमा हेर्नु भएको छ हैन एकदम भावुक भएर निस्किनु भएको छ के रहेछ एन्जेला मुभी सर के गर्ने चौथो दिनमा हेर्नु भएको छ हैन चौथो दिन हो कि कहिले हो फर्स्ट टाइम हो मन पर्यो तपाईलाई मन पर्यो फिल्म धेरै राम्रो छ एकदम राम्रो छ के सन्देश छ है यसमा छोरी मान्छेले के गर्नु पर्छ भन्ने गर्नुको लागि उचाइमा जानको लागि संघर्ष गर्नुपर्छ हार मान्नुहुन्न भन्ने जानियो है ल धन्यवाद राम्रो छ है ल धन्यवाद हाम्रो सिस्टरले यहाँ कतारमा फिल्म हेर्नु भएको छ एन्जेला हैन तपाईहरु पनि एउटा फिमेल एउटा हैन केटी मान्छे छोरी मान्छे हुनुहुन्छ के रहेछ त आखिर यो एन्जेला कतारमा हेर्नु भएको छ तपाई खुदै आफै दुःख गर्न आउनु भएको छ के रहेछ यहाँ आएर पनि दुःखै हेर्न पर्यो कि यो फिल्मले सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने हजुर जुनसुकै अवस्था पनि हार नमानेर अगाडि बढ्यो भने हजुर एउटा संघर्ष गरेपछि उचाइसम्म संघर्षमा पनि जे महिला मान्छेले अलिकति जे अवस्थामा पनि गर्न सक्दो रहेछ अगाडि बढ्यो बाबुआमा परिवारले बुवाआमाले पनि सहयोग सपोर्ट चाहिन्छ भन्ने एकदमै धेरै कुराहरु छ यहाँनिर समटेको मलाई चाहिँ इम्पोर्टेन्ट के लाग्यो भने जस्तो सुकै संघर्षमा अगाडि चाहिँ बढ्नु पर्ने रहेछ भन्ने एउटा सबभन्दा आफूमा एउटा आत्मनिर्भरता भयो भने बाँकी सहयोग चाहिँ अटोमेटिक आउँछ भन्ने कुरा यसले देखाएको हजुर मलाई चाहिँ त्यही इम्पोर्टेन्ट लाग्यो किनकि लाइफमा धेरै छुए के यो कुराले भनेपछि तपाईले पनि एउटा फिल्मको माध्यमबाट केही सन्देश पाउनुभयो हैन मलाई धेरै राम्रो लाग्यो हेरिसकेपछि जुन तपाईले अगाडि बढ्नै पर्ने रहेछ जतिसुकै संघर्षमा आफू अगाडि बढ्न चाहिँ छोड्नु नहुने रहेछ भन्ने हजुर तपाईको यो विचारलाई हामीले यहाँ राख्दौ छौं थ्यांक यू सो मच तपाईले कतारबाट हेर्नुभयो थ्यांक यू है त एन्जेला हेर्नु भएको छ कतारमा हैन यो चौथो दिन चलिरहेको छ कस्तो लाग्यो तपाईलाई यो एन्जेला तुम्बापु सुब्बा जुन क्याप्टेन हुनुहुन्छ धेरै राम्रो लाग्यो के रहेछ त आखिर फुटबल खेल्नलाई कतिको संघर्ष के छ धेरै संघर्ष गर्नु तपाईलाई मन एकदमै है रुवा आएको जस्तो लागिरहेछ ठिकै छ राम्रो लाग्यो मन पर्यो कतारमा हेर्दिनु ल धन्यवाद सर मैले भन्नु पर्ने ल हजुर हजुर भर्खर एन्जेला हेर्नुभयो कतारमा के लाग्यो त सर एउटा दाजु अथवा एउटा बुवाको तर्फबाट चाहिँ के रहेछ त छोरी मान्छेहरुको कहानी देखाछ यसले किनकि खेलाडीको स्ट्रगल छ हैन हजुर हजुर तपाई पनि एउटा फुटबल प्रेमी जस्तै लाग्छ म पनि एकदम प्रेमी हो हैन हजुर गाउँघरमा खेल्नुहुन्थ्यो पहिला खेल्थ्यो हजुर तर मलाई एन्जेला जीको चाहिँ एकदम स्ट्रगल गरेको स्ट्रगल पार्ट चाहिँ धेरै मन पर्यो रियल कथा नै हो हैन यसले चाहिँ कतिको सन्देश दिन्छ जस्तो लाग्छ तपाईलाई जस्तो नेपालमा पनि गाउँघरमा यो गाउँघरमा गएर यो गाउँमा देखाउन पर्छ भन्ने खालको लाग्छ तपाईले एकदम यस्तो खालको फिल्महरु है पछि पनि पछिको समयमा पनि आउने हाम्रा भविष्यवाणीहरुलाई जुन पछि आउने अर्को एउटा पुस्ता छ नि उहाँहरुको लागि एउटा ठुलो एकदम म्यासेज सन्देश है भावी सन्ततिको लागि चाहिँ त्यो राम्रो सन्देश यो यस्ता खालका फिल्महरु बन्न जरुरी छ हैन जरुरी छ हजुर हजुर अनि दयाहाङ राई शासनको लागि चाहिँ अगाडि बढाएको छ यो फिल्मले चाहिँ दयाहाङ राईको काम दयाहाङ राई त्यहाँको पनि राम्रो छ दयाहाङ राई जी त हाम्रो एकदम फेभरेट हो है खानै हो है तपाईहरु ल ल ल अनि त्यसपछि त्यहाँ बुद्धि तामाङ हुनुहुन्छ विजय बरालहरु सबैको काम राम्रो लाग्यो एकदम सबैको आफ्नो ठाउँमा चाहिँ राम्रो छ बट यति हो कि आफू पछिको सन्ततिलाई भावी सन्ततिलाई चाहिँ कसरी अगाडि लगाने त्यो दुःख चाहिँ त्यसले देखाइरहेछ के तपाईको माध्यमबाट एउटा कतारमा हुनुहुन्छ हैन सरकारले यो यस्ता खालका फिल्महरु सबै ठाउँमा के गाउँमा टेलिभिजनमै एउटा
देखाइदियो धेरै राम्रो देखाए सन्देश चाहिँ एउटा हाम्रो सुशासन त्यो Support जान्थ्यो, सहयोग। अन्धविश्वासलाई चाहिँ यसले चाहिँ सुशासनको रूपमा चाहिँ परिणत गर्थ्यो। ए ल हजुर तपाईहरुको विचार एकदमै हामी यहाँ क्याप्चर गरेका छौं राख्छौं एकदमै राम्रो विचार दिनुभएको छ धन्यवाद तपाईहरुलाई है त ल कस्तो लाग्यो सर चौथो दिन हेर्नु भएको छ कतारमा राम्रो छ है के छ यो संघर्ष कतिको रहेछ त संघर्ष एकदम खेलाडीको संघर्ष त एकदम मन रुवायो है नेपालमा गएर कतारमा पनि तपाईलाई एकदम चित्त बुझ्दो एकदम चित्त बुझ्दो राम्रो छ मतलब एउटा उचाइमा जानको लागि संघर्ष गर्नै पर्छ संघर्ष धेरै मेहनत लाग्दैछ ल हजुर धन्यवाद है तपाईलाई के छ सर कतारमा चौथो दिन हेर्नु भएको छ हैन आज को दिनमा छ के रहेछ त संघर्ष के रहेछ आखिरमा संघर्ष एउटा नारीको व्यथालाई हो जोस राम्रै लाग्यो अहिले सम्म भावुक बनाएर निस्किनु भएको कतारबाट हेर्नु भएको छ है ल धन्यवाद तपाईलाई है ल दाजु कस्तो लाग्यो तपाईलाई एन्जेला हेर्नु भएको कतारमा हैन एकदम राम्रो लाग्यो अनि भावुकै हुँदै निस्किनु भएको छ एकदमै मनै चिसो पारेर निस्किनु भएको छ नेपालमा पनि रोदै निस्किनु भएको छ धेरै राम्रो के रहेछ त संघर्ष कतिको गर्नु पर्छ संघर्षबाट नै मान्छे अगाडि एउटा उचाइमा जानको लागि कडा परिश्रम गर्नुपर्छ भन्ने जस्तो लाग्यो ल धन्यवाद हजुरलाई तपाईले हेर्नुभयो एन्जेला मजाले कस्तो लाग्यो सरलाई एकदम नम्बर मन एकदम पिरो पार्नु भएको छ हैन एकदम दुःख चित्त बुझाउनु फिल्मले जे होस् तपाईलाई सन्देश के छ त्यसमा एकदम केही सन्देश छैन यसले धेरै छोरी मान्छेहरूको लागि एकदमै है प्रेरणा छोरी मान्छेलाई पनि के गर्न सक्छन् भन्ने कुरा सन्देश यसमा दिएको छ हैन हजुर सबै सन्देश दिएको छ एकदम फिल्म चाहिँ ल धन्यवाद तपाईलाई हवस् आज चौथो दिनमा कतारमा एन्जेला मुभी हेर्नु भएको छ हजुर आज फर्स्ट मुभी मैले कतारमा आएर हेरेको नि नेपालमा पहिलोपटक हो र यो चाहिँ आफ्नै जीवनसँग तालमेल खाने जस्तो लाग्छ एन्जेलाको बायोपिक कथा भनेको छ हजुर एकदम मलाई मन पर्यो हजुर हजुर अनि सबैले आएर चाहिँ यो हेर्नु होला यसबाट धेरै पाठ सिक्नु हुनेछ एउटा बाउले गर्दा पनि एउटा बाउले एउटा छोराछोरीमा एउटा परिवारमा राम्रो एउटा चाहिँ रेखदेख गर्न सकेन भने छोराछोरीको भविष्य अन्यल पर्दो रहेछ भन्ने कुराहरू यस कथाले दर्शाएको छ एउटा उचाइसम्म जानको लागि कडा परिश्रम एकदमै जरुरी छ एकदम कडा बुवाले मात्र हैन छोराछोरीले नि गर्न पर्दो रहेछ ल हजुर धन्यवाद तपाईलाई धन्यवाद सरलाई कस्तो लाग्यो एन्जिला मलाई चाहिँ एकदम कतारबाट हेर्नु भएको छ हैन एकदमै मन भावुक बनाउनु भएको छ नेपालमा पनि दर्शक गइरहनु भएको छ खासमा के रहेछ त यथार्थमा एकदम राम्रो हैन खेलप्रति चाहिँ अब जस आफ्नो बच्चाहरूलाई कसरी चाहिँ एउटा परिवारले एउटा बाबुआमाले चाहिँ आफ्नो बच्चालाई रेखदेख गर्दाखेरि कहाँसम्म पुग्छन् भन्ने कुरा यथार्थ यसमा देखाइरहेको छ सङ्घर्ष चाहिँ एकदमै सङ्घर्ष चाहिँ धेरै गर्नुपर्छ भन्ने एउटा उचाइसम्म जानको लागि सङ्घर्ष जरुरी छ ल धन्यवाद तपाईलाई सरले हेर्नु भएको छ कस्तो लाग्यो एन्जेला एन्जेला फिल्म चाहिँ अब जस लेडिजले के गर्न सक्छ आफ्नो फ्यामिलीले चाहिँ अब कति सपोर्ट गर्नुपर्छ आफ्नो परिवारलाई भन्ने कुराहरू चाहिँ यो फिल्म हेरेर यसमा त सबभन्दा ठुलो मेसेज चाहिँ आफ्नो बुवामा हजुर बुझ्न सकिन्छ हजुर हजुर त्यही भएर सबैले आफ्नो फ्यामिलीलाई सपोर्ट गर्नुपर्छ भन्ने कहानी छ धेरै राम्रो लाग्यो सन्देश छ धेरै राम्रो लाग्यो अब मात्र फर्स्ट टाइम हेर्न आएको म चाहिँ तपाईलाई धन्यवाद है त सरले भर्खरै एन्जेला हेर्नुभयो आज चौथो दिन छ हैन छुट्टीको टाइम छ के छ त आखिर भावुक हुँदै नेपालबाट निस्किनु भएको दर्शकहरू कतारमा हेर्नु भएको छ यथार्थमा के हो खासमा एन्जेलाको यो संघर्ष कस्तो लाग्यो तपाईलाई यसमा केही सन्देश छ मेसेज पाउनु सन्देश ठिकै छ भनौँ एउटा प्यारेन्ट्स एउटा बुवा आमाले आफ्नो प्यारेन्ट्स बच्चालाई चाहिँ कसरी कुन बाटोमा लानुपर्ने छ त्यो एउटा उचाइसम्म जानको लागि कतिको सङ्घर्ष एकदमै धेरै मेहनत गर्नुपर्छ मेहनत एकदमै इम्पोर्टेन्ट भयो है उचाइमा जानको लागि भोलिको दिनमा यस्ता एन्जेला हामीले सपोर्ट गर्यो भने धेरै जन्मिन सक्छन् भन्ने सन्देश पाउनु भयो हैन यसबाट चाहिँ यो पाइन्छ ल धन्यवाद तपाईलाई सर फिल्म सरले कतारमा एन्जेला फिल्म हेर्नुभयो चौथो दिन छ आज नेपालमा एकदमै भावुक हुनु भएको दर्शक के रहेछ एउटा प्यारेन्ट्स एउटा दाजुभाइ अथवा बुवाको तर्फबाट तपाईले यो फिल्म हेरेपछि के सन्देश पाउनु पर्यो के भन्न चाहनुहुन्छ म त सपोर्ट गरौँ भन्छु सपोर्ट गर्नुहुन्छ छोरी मान्छेले सपोर्ट गर्नुपर्छ केही गर्छन् भन्ने यसमा देखाएको छ गर्छन् छोरी मान्छेले म त्यसमा एकदम खुसी लाग्यो के मतलब जो बाउले सपोर्ट गर्दैन त सपोर्ट गरौँ त्यही भन्छु भन्नाले एउटा उचाइसम्म जानको लागि सङ्घर्ष एकदमै बाउले चाहिँ बाउ आमालाई चाहिँ विशेष चाहिँ तपाईको सपोर्ट चाहिँ गर्नुपर्छ गाउँघरमा यस्ता खालका मुभी यस्ता छन् अझै पनि छन् कतारबाट तपाईले हेर्दिनु भएको छ सहयोग गर्नु एकदम राम्रो छ गाडी फिल्म ल ठीक छ ल धन्यवाद राम्रो लाग्यो